भाइ बहिनीहरू नमस्कार। तपाईहरुलाई बालगीत अहिलेसम्म कस्तो लाग्यो? रमाइलो कि नरमाइलो? त्यसो भए हाँस्नुस् त लु खुसी भएर। हा गर्नु न। खोइ अलि मजाले खुदुखुदु हाँस्नु न। कस्तो खुदुखुदु हाँसेको है। आहो कहाँ लुकेको त छुनुमुनि केटी? त छुनुमुनि नानी त लुकेछ कि क्या हो? दिनिसा लुकेछ जस्तो छ ल। छेनम पनि कहाँ लुकिरहेछ? छेनम हाम्रो छेनम भाइ पनि लुकिरहेछ है। कति ज्ञानी मोरो कान्छो है। आहा ल्या लु अब हामी गाउँछौँ है। ल कुन सरको सहयोगमा गाउने? अनि यता आऊ भाइ कति ज्ञानी। ल अब हामी बालगीतको अन्तिम चरणमा पुगेको छौँ ल। अब लास्ट एउटा मात्रै गीत बाँकी रहेछ है हाम्रो। ल अब सुरु गरौँ। चरी बन्न मसँगै भन्नु ल। चरी बन्न पाए आहा कति जाति हुन्थ्यो, शरीर यो भुवा जस्तै माथि माथि हुन्थ्यो। चरी बन्न पाए आहा सबैले भन्नु। चरी बन्न पाए आहा कति जाति हुन्थ्यो, शरीर यो भुवा जस्तै माथि माथि हुन्थ्यो। चरी बन्न पाए आहा कति जाति हुन्थ्यो, शरीर यो भुवा जस्तै माथि माथि हुन्थ्यो। चरी बन्न पाए आहा कति जाति हुन्थ्यो, शरीर यो भुवा जस्तै माथि माथि हुन्थ्यो। एकैछिनमा भुर्र उडी पारी जान पाए, आकाशको मिठो फल क्वाप्प खान पाए। चरी बन्न पाए आहा कति जाति हुन्थ्यो, शरीर यो भुवा जस्तै माथि माथि हुन्थ्यो। चरी बन्न पाए आहा कति जाति हुन्थ्यो, शरीर यो भुवा जस्तै माथि माथि हुन्थ्यो। एकैछिनमा भुर्र उडी पारी जान पाए, आकाशको मिठो फल क्वाप्प खान पाए। आकाशको मिठो फल क्वाप्प खान पाए। स्वतन्त्र त्यो आकाशमा घुमी हुन्न पाइन्थ्यो, पिञ्जडाको पन्छीबाट बाहिर आए हुन्थ्यो। पिञ्जडाको पन्छीबाट बाहिर आए हुन्थ्यो। चरी बन्न पाए आहा कति जाति हुन्थ्यो, चरी बन्न पाए आहा कति जाति हुन्थ्यो, शरीर यो भुवा जस्तै माथि माथि हुन्थ्यो। शरीर यो भुवा जस्तै माथि माथि हुन्थ्यो। शरीर यो भुवा जस्तै माथि माथि हुन्थ्यो। चरीको आवाजैमा बथान बनी उड्दा, चरीको आवाजैमा बथान बनी उड्दा, चरीको आवाजमा बथान बनी उड्दा, स्वतन्त्र आकाश त्यो रमाइलो हुन्थ्यो। स्वतन्त्र आकाश त्यो रमाइलो हुन्थ्यो। दुःख र पीडा भुली चरा जस्तै उड्दा, दुःख र पीडा भुली चरा जस्तै उड्दा, आकाशको खुल्ला हावा खालिन पाए हुन्थ्यो,
आकाशको खुल्ला हावा लिन पाए हुन्थ्यो आकाशको खुल्ला हावा लिन पाए हुन्थ्यो धन्यवाद भाइ बहिनीहरू क्ल्याप ल खुसी लाग्यो तपाईहरुलाई ल हाँस्नुस् त मज्जाले हो खै हाँसेको कस्तो हाँसेको ल हाँसौँ हेरेर हाँस्ने खोइ हाँसेको खोइ ल हाँस्यो धन्यवाद ल फेरि क्ल्याप खुसी लाग्यो कि लागेन ल सबैले भन्नुस् त बालगीत कस्तो रहेछ ओके